का अध्यक्ष श्री विष्णु प्रसाद अधिकारी चाहिँ आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी महासङ्घका वरिष्ठ उपाध्यक्ष श्री कुलबहादुर नेपालीजीलाई आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो पूर्व अध्यक्ष के अरे महासङ्घको प्रदेश सहयोगजीले आसन गरिदिन आसन गर्न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो गण्डकी मेघन एसोसिएसनका सल्लाहकार श्री सलमान चौधरीजीलाई आसन गर्न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो यही संस्थाको उपाध्यक्ष श्री जगन्नाथ गौतमजीलाई आसन गर्न हार्दिक अनुरोध गर्दछु। अगाडि आएर त्यसै गरी हाम्रो सदस्य श्री नाल अन्सारीलाई आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। अगाडि आउनु। त्यसै गरी हाम्रो यस संस्थाका कार्य समिति सदस्य श्री एकबहादुर बानियाजीलाई आसन गर्न हार्दिक अनुरोध गर्दछु। यस संस्थाका कार्य समिति सदस्य श्री दिलबहादुर तोरालजीलाई अगाडि आएर आसन गर्न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस संस्थाका मनमोजी सदस्य श्री आले दाइले अगाडि आएर आसन गर्न बसन्त थापाजी अगाडि आएर आसन गर्न हार्दिक। त्यसै गरी यस संस्थाका सहयोजक श्री भूषण थापा भूषण सरलाई अगाडि आएर आसन गर्न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बिन्दु पामेजी हाम्रो आएर कार्य समिति सदस्य बिन्दु पामेजी आसन गर्न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अब हाम्रो कालेबुङ श्री पार्वती बरालजीलाई आसन गर्न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अब हाम्रो मिडिया पार्टनर श्री श्रेया सिकाडीजीलाई आसन गर्न हार्दिक अनुरोध गर्दछु। त्यसै अरू साथीहरू आफ्नो आफ्नो ठाउँमा आसन गर्नु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अब आजको यो चाहिँ अब हाम्रो कार्यक्रम मजदुर दिवसको भव्य सबै बित्यो के अरे। अब आज अध्यक्षले दुई शब्द आफ्नो राखिदिनु ल यो शब्दमा हाम्रो सल्लाहकार श्री सानुजीले आफ्नो दुई शब्द पूर्व अध्यक्ष महासङ्घ वरिष्ठ उपाध्यक्ष हाम्रो कुलबहादुर नेपालीज्यू र हाम्रो अहिले भर्खरै हामी सबै एकै ठाउँमा चाहिँ हामी महासङ्घका सल्लाहकार चन्द्रकुमार भट्टराईज्यू र यहाँ उपस्थिति सम्पूर्णलाई म पूर्व अध्यक्ष अटो मेकानिकल एसोसिएसनका पूर्व अध्यक्ष र महासङ्घका सदस्य सानुमान जलारीको तर्फबाट सम्पूर्णलाई नमस्कार गर्न चाहे है। र आज एकदम खुसी लाग्यो 136औं मजदुर दिवसमा एउटा शुभकामना र हामी संस्थाबाट गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनबाट हामी मेकानिक्स सम्पूर्ण एउटै जुट छोटे पाटो हुँदा तपाईँको यामजीसम्म पुगेर अहिले हामी हाम्रो साथी ग्यारेज दिलबहादुर भाइ कहाँसम्म हामी आइपुग्यौँ र अब यहीँबाट हामी अध्यक्षज्यूले समापन गर्ने नै हुनेछन्। एकदम राम्रो खुसी लाग्यो। अझ पनि हाम्रो अलिकति आज पानीले गर्दा अलिक ढिलो भयो, नभए एकदम राम्रो जमघट थियो। हामी कमसेकम लगभग मैले देखेको अनुसारले 60-65 जना भन्दा अझ बढी नै थियो र अहिलेलाई अलिक कमै देखिराखेको छु। बिचरा भोक पनि लाग्यो, त्यस कारणले आफ्नो ठाउँबाट ठ्याक्क उहाँहरू छुट्टिनु भएछ। यति भन्दै हामी अध्यक्ष लगायत सम्पूर्णलाई नमस्कार भन्दै मेरो भनाइ यही। हाम्रो पूर्व अध्यक्ष श्री सन्तकुमार भट्टराईजी आफ्नो दुई शब्द राखिदिनु। आज 136औं मजदुर दिवसको उपलक्ष्यमा
बजार यस संस्थाका अध्यक्षज्यू र 136औं मजदुर दिवस मनाउने क्रममा जे जति हामी सहभागिता भयो त्यसमा केन्द्रीय उपाध्यक्षज्यू केन्द्रीय सदस्यज्यू म लगायत सम्पूर्ण साथीहरू नमस्कार गर्छु। मबाट हामीबाट म भन्ने खालको के स्लोगन छ मबाट हामी भन्न चाहने एउटा मेकानिक्सहरूको संस्था हो र आज जुन किसिमको एउटा सबै मजदुरहरूलाई स्वरोजगार मजदुरहरू विशेष गरी हामीहरू सबै स्वरोजगार मजदुर हौँ। हामी आफ्नो काम आफै गर्छौँ र मजदुर दिवस हाम्रो अटो मेकानिकल संस्थाले पनि मान्छ भन्ने किसिमको जुन प्रभावकारिता आज हाम्रो अध्यक्षज्यूले गराइदिनु भयो त्यसको लागि म हृदयदेखि नै मैले धन्यवाद दिन चाहन्छु। किनभने यस्तो किसिमको माहौल म पनि अध्यक्ष भएँ होला, मैले पनि कार्यक्रम सञ्चालन गरेँ होला, मैले पनि नेतृत्व गरेँ होला, तर यसरी सबैलाई एउटा गण्डकी अटो मेकानिकलले पनि यसरी मजदुर दिवस मनाएको छ है भन्ने किसिमको प्रभाव चाहिँ देखिएको थिएन। कोही डिफन भन्थ्यो, कोही नेभिसन भन्थ्यो, कोही के भन्थ्यो, एउटा राजनीतिक पार्टीहरूको खेमामा गरिन्थ्यो भने आज हामी विशुद्ध एउटा व्यवसायी मजदुर अटो मेकानिक्समा काम गर्ने मजदुरहरूको हिसाबले त्यो हैसियतले यसरी आज हिँड्ने यो निरन्तरता अझ राम्रो वृद्धि हुँदै जाओस्। म अर्को वर्षको लागि पनि यसरी नै अझ जमघट बढी भएर सहभागिता जनाइदिन अनुरोध गर्दै हामी भन्न त 136 वर्ष अगाडि रात दिन नभनिकन काम गर्ने मजदुरहरूको निमित्त त्यो बेलाको तत्कालीन अवस्थामा कमसेकम यो पनि मान्छे हो घन्टा आफ्नो मनोरञ्जनतर्फ पनि जान सक्नुपर्छ भन्ने किसिमको जुन सोचाइबाट त्यो बेलामा निर्माण भयो। तर हाम्रो राष्ट्रको परिस्थिति हेर्दाखेरि हामी 8 घन्टा आराम, 8 घन्टा मनोरञ्जन र 8 घन्टा ड्युटी जुन काम भनिएको छ त्यो मनोरञ्जन र आराम गर्ने टाइमलाई केही घटाएर 8 घन्टाको सट्टामा 10 घन्टा 12 घन्टा कमसेकम काम गर्ने किसिमको माहौल नेपाल देशको परिस्थिति सिर्जना भएको छ। त्यसमा अग्रसरता सबैलाई देखाइदिनु हुन अनुरोध गर्दै मजदुर दिवसको उपलक्ष्यमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै मेरो आफ्नो भनाइ धन्यवाद सर। त्यसै गरी आजको यही मजदुर सङ्घमा हाम्रो महासङ्घको अध्यक्ष वैष्णव अध्यक्ष कुलबहादुर नेपालले चाहिँ आफ्नो 2 शब्द राखिदिनु होला। हार्दिक धन्यवाद अध्यक्ष। सम्पूर्णलाई नमस्कार। आज मे 1 मजदुर दिवस को यो भव्य कार्यक्रमको सभापति गरिनुभएको आदरणीय संस्थाको अध्यक्षज्यू विष्णु प्रसाद अधिकारीज्यू र आदरणीय डाक्टर सनत कुमार भट्टराई र केन्द्रका कार्यसमितिको सदस्य सन्मञ्जलारी मामा लगायत कार्य समितिका साथीहरू, मिडिया पार्टनर सर र कार्यालय प्रमुख कार्यालय बराल सम्पूर्ण साथीहरूलाई म सबैभन्दा पहिला नमस्कार र यो मे 1 को सम्पूर्णमा हार्दिक शुभकामना भन्न चाहन्छु। साथीहरूले बोलेको कुरा नदोहोऱ्याइकन भन्दाखेरि हामी सबैभन्दा पहिला आज के को लागि जम्मा भएछौँ भन्ने कुरा महत्त्वपूर्ण कुरा हो र हामीहरूले विभिन्न ग्यारेजमा गएर शुभकामना दिँदै हिँडेछौँ। सबै ग्यारेजको दाजुभाइहरू हामी यो अटो मेकानिक ओक्स एसोसिएसन भएको कारणले हामीले ओक्सलाई बढी फोकस गरेर वर्कसपहरू चाहिँ घुम्ने कार्यक्रम हामीले सम्पन्न गरेका थियौँ र यो मे 1 नेपालमा सुरु भएको यो पर्व मनाउन सुरु गरेको 2007 सालदेखि नै इतिहासमा देखिन्छ र यो पर्व विश्वव्यापी रूपमा काम गर्ने मान्छेहरूले छुट्टी नलिकन निरन्तर काम गर्दाखेरि चाहिँ हामीले पनि छुट्टी पाउनु पर्यो, हामीले पनि मनोरञ्जन गर्नु पर्यो भनेर एउटा त्यति बेलाको जमात यो 1889 सन् 1889 को इतिहासको कुरा हो यो र आज हामी यो 136औं भइरहँदाखेरि त्यति बेलाको मजदुरहरू विश्वको मजदुरहरूको आन्दोलन अमेरिकामा भएको सिकागो भन्ने ठाउँमा भएको थियो। त्यसमा धेरै मजदुरहरू मारिएका थिए र त्यसको सम्बोधन चाहिँ फ्रान्सको पेरिसमा चाहिँ
यो मजदुरहरूको लागि चाहिँ यो दिवस मनाउने र यो चाहिँ मजदुरहरूलाई चाहिँ 8 घन्टा काम गर्ने, 8 घन्टा रेस्ट गर्ने र 8 घन्टा मनोरञ्जन गर्ने चाहिँ दिन चाहिँ यो मे 1मा चाहिँ घोषणा गरेको हुनाले हामीले यो हरेक वर्ष मनाउँदै आएका छौँ। र त्यो चाहिँ नेपालमा चाहिँ प्रजातन्त्र आएको तत्कालीन 2007 सालमा प्रजातन्त्र आएबाट चाहिँ नेपालले चाहिँ त्यसलाई मान्यता दिएर यो मे 1 दिवस चाहिँ हामीले मनाइरहेका छौँ। र अलिकति आदरणीय दादाले राख्नुभएको कुरामा चाहिँ हामीले अहिले जति पनि मे 1 मजदुर दिवस मनाएर हिँडिरहँदा पनि अघि मैले जुन भने आराम गर्ने, काम गर्ने र चाहिँ मनोरञ्जन गर्ने समयमा हामीले यति भनिरहँदा पनि साथीहरू चाहिँ त्यसरी चाहिँ हामी मेकानिक फिल्डकै मान्छेहरू चाहिँ त्यसरी काम गर्न सकिरहेका छैनौँ। र आउने दिनमा हामीले त्यो त्यति बेला भएको शहीद मजदुर साथीहरूको शहीदलाई सपना साकार पार्नको लागि पनि हामीले उहाँले ल्याएको व्यवस्था अनुसार कमसेकम दिएर आराम गर्ने चाहिँ हामीले पनि बानी बसाले पनि हामी पनि एउटा मान्छे हौँ भन्ने खालको चाहिँ म्यासेज चाहिँ समाजमा जाने थियो, हाम्रो परिवारमा जाने थियो। र त्यो अनुरूप हामी चल्न अझै गाह्रो भइरहेको छ। कतिपय कुरा हाम्रो आर्थिक स्थितिले पनि नदिएको पनि कारणले पनि त्यो चाहिँ भइरहेको होला। तर पनि हामीले केही समय चाहिँ परिवारको लागि, केही समय आफ्नो लागि आराम गर्ने र मनोरञ्जन पनि थोरै लिने र बल्ल चाहिँ सबैजनालाई त्यसको प्रभावकारी चाहिँ मे 1 मनाएको चाहिँ प्रभावकारी हुने थियो जस्तो लाग्छ। र आज हामीले यो जुन प्रकारले यसको नेतृत्वमा जुन खालको हामी यो भ्रमण यो शुभकामना बाँड्दै हिँड्यौँ, यही संस्थाको म अध्यक्ष हुँदाखेरि बुद्ध वाणीसँग हामी बसेर यो मे 1 प्रोग्राम हामीले अफिसमै मनाएका थियौँ। त्यति बेला पनि हामीले यो कुरा राखेका थियौँ, यो 8-10 वर्ष अगाडिको कुरा। अनि अहिलेसम्म पनि त्यो कुरा चाहिँ सम्पूर्ण साथीहरूले बुझ्न नसकिरहेको हुनाले सम्पूर्ण साथीहरूलाई फेरि पनि म त्यो मे 1 को महत्त्व बुझेर र चाहिँ सबैजनाले कार्यान्वयन गर्नु हुन म अनुरोध गर्दछु भन्दै यो अहिलेको कार्य समिति गण्डकी अटो मेकानिक एसोसिएसनको विष्णु भाइको टिमले जुन कार्य गरेको छ एकदम सराहनीय छ। र महासङ्घको वरिष्ठ उपाध्यक्ष भएको नाताले यो जिल्ला सङ्घहरूमा उपस्थित हुनेमा म यहीँको हुनाले बढी चाहिँ यहाँ प्रतिनिधित्व हुन्छ र जिल्ला सङ्घले गरेको कामलाई नजिकबाट निहाल्ने मौका पाइरहेको छु। र यो जिल्ला सङ्घ र विष्णु भाइले गरेको नेतृत्व निकै राम्रो छ, खुसी लागेको छ। र अरू कार्यक्रमहरू पनि यस्तै गरेर अगाडि बढ्नु होला। मेरो आफ्नो व्यक्तिगत र महासङ्घको तर्फबाट यहाँबाट हुने सहयोग चाहिँ म गर्न सधैँ कटिबद्ध रहनेछु। र यो बाँकीको कार्यक्रम चाहिँ एकदम राम्रो होस् भन्ने शुभकामना दिँदै मे 1 को सम्पूर्ण मजदुर दिवसको सम्पूर्ण शुभकामना भन्दै म बिदा हुन्छु। नमस्कार, जय नेपाल। धन्यवाद महासङ्घको वरिष्ठ उपाध्यक्ष। त्यसै गरी उहाँले एकदमै हामीलाई राम्रो सुधार सुझाव दिनुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। त्यसै गरी अब म पनि बिदा जाने अन्तमा चाहिँ हाम्रो अध्यक्षजीले अब यो कार्यक्रम चलाइदिनलाई हार्दिक अनुरोध गर्दछु। अन्य मेकानिक एसोसिएसनको विशेष धन्यवाद। कार्यक्रम सञ्चालक संस्थाका सचिव सन्तोष कुमार देवज्यू, यहाँ उपस्थित हुनुभएका हाम्रा आजका यस कार्यक्रमको अतिथि महासङ्घको वरिष्ठ उपाध्यक्ष श्री कुलबहादुर नेपालीज्यू, त्यसै गरी कुमार भट्टराईज्यू, त्यसै गरी महासङ्घको कार्य समिति सदस्य तथा हाम्रो संस्थाका सल्लाहकार सानुमान बेलारीज्यू, हाम्रो संस्थाका उपाध्यक्षज्यू, कोषाध्यक्षज्यू, सचिवज्यू, हाम्रो मिडिया पार्टनर सुरेश सिकारुज्यू र कार्य समितिका सदस्यज्यूहरू, कार्य प्रमुखज्यू र संस्थाका एक्टिभ सदस्य जो हुनुहुन्छ यहाँ आउनु भएको छ, उहाँलाई फेरि पनि म नमस्ते गर्न चाहन्छु। तपाईँहरूले नै साथ र सहयोग दिएरै आज यो हामीले जुन मे 1 फर्स्ट डे हामीले जुन मजदुर दिवस मनाउन आज एकदम सभ्य र भव्यका साथ मजदुर दिवस मनाएको महसुस गरेको छु। यो एमडी पुग्दाखेरि 70-80 जना मान्छे देख्दाखेरि मेकानिकहरू बल्ल जागरुक भएको मैले महसुस गरेको थिएँ। बिहानको पानीले गर्दा अलिकति हाम्रो कार्यक्रम बिथोलेको हो, नत्र एकदम हाम्रो कार्यक्रम अलिकति पानीले बिथोले पनि अलिकति ढिलो भए पनि कार्यक्रम पोखरामा रहेका सम्पूर्ण मेकानिकहरूको ग्यारेजभित्र नछिरे पनि ग्यारेजमा पुगेर साथीहरूलाई बोलाउने, अगाडि मै थिएँ फर्स्ट गाडी मेरो नै ब्यानर हाल्ने गाडी भएको कारणले गर्दै बोलाउँदै उहाँहरूलाई मे दिवसको मजदुर दिवसको शुभकामना दिँदै हामी लगभग 366-67 जना ग्यारेज भएका मेकानिकहरू साथीहरूकोमा
लगभग 200 जनाभन्दा माथिलाई हामीले भेट्ने मौका पायौँ होला। यो एकदम तपाईँ हामीले यति गर्नु भनेको यो संस्थालाई बाहिर चिनाउनको लागि हामीले जति यो प्रयत्न गरिरहेका छौँ, यसै गरी भोलिको दिनमा पनि अझै सक्रिय भएर हामी काम गर्नेछौँ। हामी संस्था छ, संस्थालाई चाहिँ सबै ठाउँमा पुगोस्, संस्था घामको उज्यालो जस्तो संस्थाको ज्योति सबै मेकानिकहरूमा पुगोस् भन्ने हिसाबले हामी जसरी काम गरिरहेको छौँ। तपाईँको साथ र सहयोग पाइरहे अझै यो कार्यक्रमहरू अगाडि बढ्छ र अझै कार्यक्रमहरू नै आउँछ। र सबैभन्दा ठुलो कुरो मजदुर दिवस किन मनाइन्छ भन्ने कुरोमा अघि नै हाम्रो महासङ्घका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीजीले राखिसक्नुभयो, म त्यसलाई जोड्न चाहिँ चाहिनँ। तर अलिकति थोरै एउटा कुरो के हो भने आजभन्दा 136 वर्ष अगाडि उहाँहरूले यो मजदुरहरूको लागि हकको लागि गरेका कुरालाई कम्तीमा हामीले आफूलाई त्यसमा अलिकति ढालौँ है। उहाँहरूले जसरी त्यो बेलामा 8 घन्टा ड्युटी, 8 घन्टा रेस्ट, 8 घन्टा खेलकुद, शारीरिक व्यायाम भनेर हामी विदेश बसेर आएकोलाई त त्यो कुरो पूर्णताले थाहा छ, किनकि विदेशै गएर काम नगरेकाहरूलाई यो विषय त्यति थाहा छैन। किनकि विदेशमा चाहिँ लेबर ल भन्छ, त्योभन्दा बाहिर गएर काम गराउन पाइन्न। यहाँ हुन त हामी सबै हामी काम गराउने नै मान्छे पनि हाम्रो तल नै काम गर्ने मान्छे छ। त्यो भएको कारणले गर्दाखेरि तपाईँ हामीले नै आफूलाई सुविधा लिनको लागि अरूलाई दिन जान्नुपर्छ। आफूभन्दा तल भएका जुन हामीसँग बसेका कर्मचारी मेकानिकहरू छन् तिनीहरूलाई अब यहाँ त अहिले पैसा कमाउने होडबाजी चलेको छ। मेकानिकहरूलाई नि छुट्टी दिँदा नि लिनेवाला छैन, छुट्टी दियो भने ऊ हामी भट्टा बस्नेवालै छैन। यो 8 घन्टा मात्रै काम गर भन्यो भने न तपाईँकोमा न मेरो कसैको नि कम्पनीमा काम गर्दैन उनीहरूलाई। र हामीले दिएको सेलरीले त्यो 8 घन्टाको सेलरीले उनीहरूको घर परिवार पनि पालिन्न। नेपाल सरकारले त्यो अनुसारको सेवा सुविधा अझै पनि तोकिसकेको छैन। किनकि न्यूनतम तब 13,000 भन्दा माथि भनेपछि त्यो 13,000ले कसैको नि घर परिवार एउटा परिवार पालेर या पोखरा बस्न सक्दैन। त्यो भएको कारणले गर्दाखेरि त्यो भएको कारणले गर्दाखेरि पनि सबैजनाले म भनेर आफ्नो ठाउँबाट मजदुर दिवस मनाउँदैछौँ। र मजदुर दिवसले दिएका त्यतिखेरको दिमागले बनाएको यो एउटा नियम परिविधि छ। अस्ति भर्खर हाम्रो सल्लाहकार सानमान जलाजीज्यू र म यो उद्योग वाणिज्य महासङ्घको कार्यक्रममा आएको थियौँ, यही विषयमा आएको थियौँ। त्यो तालिममा त्यहाँ यही कुराहरू सिकाएको थियो। किनकि हामीले लेबर ल भन्दा बाहिर गएर काम गराएको देखियो भनेर धेरै जसो चाहिँ यो लेथ र यो ठुल्ठुला कम्पनीहरूलाई थियो। त्यसमध्येमा चाहिँ हामी मेकानिकहरू पनि संस्थालाई बोलाएको भएर हामी 2 जना त्यो ठाउँमा पुगेका थियौँ। त्यो भएको कारणले गर्दा तपाईँ हाम्रो सबभन्दा ठुलो कुरो कानुनभन्दा बाहिर गएर उमेर नपुगेका बच्चालाई काम नलगाऊँ र हामीहरूले नै एउटा नियम र प्रविधि आफ्नो ग्यारेजमा बनाऊँ। यो सबै कुरो मिल्दै गर्छ। यसै गरी हामी यो 136औं मजदुर दिवस मनाइराख्दा हाम्रो पोखरामा यत्रतत्र छरिएका मेकानिकहरूलाई एकजुट बनाउनको लागि आज जति हामीले मेहनत गऱ्यौँ त्यो नै एकदम राम्रो र भोलिका दिनको लागि अझै राम्रो साबित हुनेछ भन्ने आशाका साथ तपाईँहरू उपस्थित भइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै आजको यो कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु। हस्त धन्यवाद। जय मेकानिक।